हजुर नमस्कार। हजुर नमस्कार बस्नु साह्रो थिचारेको अलिक बिस्तारै गर्दा नि बस्नु न फेरि मोटो मान्छे लड्नु होला भनेर समातेको नि हौ। अनि के कति कामले पाल्नु भएको थियो होला पनि नि? 8 महिना लाग्यो। हजुर। अनि हामी त छोरोको लागि म त छोरोको लागि केटी खोज्दै हिँडेको छु। हजुर। अनि यो घरमा चाहिँ राम्रो फुल छ भन्ने कुरा सुनेको थिएँ क्या। अनि फुल भएको ठाउँमा भमरा त्यसै भने घुम्छ नि भन न। ए के फुल न भमरा कहाँ छ? फुल कहाँ छ भमरा यहाँ? ऊ राम्रो लाग्यो के। तपाईँको छोरी होइन कस्तो मेरो छोरी हुन्छ हौ, तेरो आँखा रतन्द लाग्नु पर्यो। मेरो बुढी हो बुढीलाई रामजी अर्काकी बुढी भए त मलाई चल्छ। यार दिमाग खराब गर्छ नि यार। तिमीलाई पनि कति भन्नु कि मैले राम्री भएर नहेर दुनियाँभरि केटाहरू पनि विद्या नजर जान्छ भने कति भन्नु कि तिमीलाई मैले? अनि नराम्री भएर झुत्री भएर हिँड्नु त? हजुरले पनि मलाई हेर्नु हुँदैन झुत्री भएर बसेपछि। पक्कै यति राम्रो त्यो एनप्लसको फोटो लगाएर होला। हो त नि जसले राम्रो हुन्छ त्यही त लाउने हो त। गोजीमै बोकेर हिँड्नेछु मोइस्चराइजर। एनप्लसकै मोइस्चराइजर अझ फेरि गोजीमै बोकेर हिँडेको छु। यो लगाएर के हुन्छ? ग्लो राम्री भइरहेको छु यही म। ए यो लगायो भने अनुहार पनि फाट्दैन हो? हजुर। ए अनुहारमा चिल्लो ल्याउने मुख फाट्नबाट बचाउने काम गर्दो रहेछ नि मोइस्चराइजरले। यदि तपाईँहरू पनि आफ्नो बुढीलाई राम्ररी स्वाग बनाउनु मन छ भने पहिलो कुरो एनप्लसको प्रोडक्ट लगाउने अनि जाडो मौसममा स्पेसल्ली एनप्लसकै मोइस्चराइजर लगाउने है।